हिमालको काखमा बसेको सानो गाउँ थियो, सिल्भर गाउँ। दिनमा गाउँ शान्त देखिन्थ्यो, तर सूर्य अस्ताएपछि यहाँको हावा नै बदलिन्थ्यो। कारण थियो गाउँको छेउमै फैलिएको अरण्य वन। गाउँलेहरू भन्थे, अरण्य वन राति सास फेर्छ। जो कोही सूर्य अस्ताएपछि त्यहाँ पस्यो, कहिल्यै फर्किएन। त्यही गाउँमा एक साँझ आर्यन आइपुग्यो। 22 वर्षको युवक, आँखामा डर होइन, साहस र जिज्ञासा। गाउँलेहरूले चेतावनी दिए, तर आर्यनको मनमा एउटै प्रश्न थियो, यदि सबै डराएर भाग्छन् भने सत्य कसले खोज्ने? सूर्य अस्ताउँदै गर्दा आर्यनले टर्च बाल्यो र अरण्य वनतिर लाग्यो। जंगलभित्र पसेपछि संसार नै बदलियो। चराचुरुङ्गी चुप्प लागे, हावा रोकियो, रुखहरू मानौ जीवित जस्तै देखिन थाले। टर्चको उज्यालोमा उसले देख्यो, मान्छेका हड्डी, जमिनमा पुराना प्रतीक, रुखका हाँगाहरू हात जस्तै तन्किएका। अचानक उसको कान नजिकै आवाज आयो, फर्क! आर्यन रोकिएन। जंगलको गहिराईमा पुग्दा उसले एक पुरानो मन्दिर देख्यो। मन्दिरबाट नीलो धुमा निस्किरहेको थियो। भित्र पस्ने बित्तिकै ढुङ्गाका मूर्तिहरू रोइरहेका जस्ता देखिन्थे। त्यही बेला चारैतिर आत्माहरू देखा परे, र मन्दिरको बीचबाट एउटा विशाल आत्मा प्रकट भयो, कालभैरव। कालभैरवले सत्य सुनायो। धेरै वर्ष अघि एक लोभी राजाले जंगलको जादुई शक्ति चोर्न खोज्दा पूरै वन श्रापित भयो। राजा स्वयं कालभैरवमा परिणत भयो र निर्दोष आत्माहरू बाँधिए। श्राप तोड्न आर्यनले 3 परीक्षा पार गर्नुपर्थ्यो। पहिलो, डर। उसले आफ्नै मृत्यु र असफलताको दृश्य देख्यो, तर भागेन। दोस्रो, बलिदान। जंगलमै बाँधिन भनियो, तर उसले निर्दोष आत्माहरूलाई छोड्न मानेन। तेस्रो, करुणा। उसलाई कालभैरवलाई मार्ने मौका दिइयो। आर्यनले हतियार झारिदियो। त्यही क्षण नीलो प्रकाश फैलियो। आत्माहरू मुक्त भए। कालभैरव उज्यालोमा विलीन भयो। बिहान हुँदा अरण्य वन फेरि हरियो बन्यो। श्राप टुट्यो। आर्यन नायक बनेर फर्कियो। तर जंगलले फुसफुसायो, अन्धकार फर्किए, हामी तिमीलाई बोलाउने छौं। कथा सकियो। साहस बाँकी रह्यो।